भन्नुहोस् जोडले उता काठमाडौँले सुन्नुपर्छ म आफ्नो नाम भन्नु होला यो देशको माटोलाई छोएर बुटुलको माटोलाई छोएर यो देशको माटो र यो देशलाई वचन दिन्छु श्रम संस्कृति महाअभियानको विधानलाई पालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै अरूलाई समेत लाग्न प्रेरित गर्दै यो देशको स्वाधीनता सारो भन्नु होला सबैले भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तोसुकै परिस्थितिमा पनि सदैव प्रतिबद्ध कटिबद्ध सचेत र सक्रिय रहनेछु एउटा सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर सबैले जोडले भन्नु होला एउटा सच्चा स्वाभिमानी देशभक्त श्रमदाता बनेर आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गर्नेछु प्रकृति संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो प्रकृति संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै जोडले भन्नु होला विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्छ अनिवार्य श्रम र श्रमदानको अभियानले मात्रै देशमा व्याप्त भाव गरिबी र विभेद त्यसबाट सिर्जित द्वन्द्व विनाश र शान्तिको अन्त्य गर्न सकिन्छ।